यहाँको कानुन उल्लङ्घन गर्नु हुँदैन, यहाँको नियम उल्लङ्घन गर्नु हुँदैन है, यहाँको रुल तोड्नु हुँदैन। अनि रुलभित्र रहेर आफू इमान्दार रहेर आफ्नो हेलो साथीहरू, वेलकम ब्याक टु माई न्यू भिडियो। त यहाँहरू कस्तो हुनुहुन्छ? आरामै हुनुहुन्छ होला। म पनि एकदम आरामै छु। म यहाँ दुबईको रम्मल गाडीबाट। यहाँहरू मेरो भिडियो कहाँदेखि हेर्नुहुन्छ? यस्तै नयाँ भिडियो हेर्नको लागि हाम्रो च्यानललाई सब्सक्राइब पनि गर्नु होला। र म चाहिँ दुबईको अलिकति रम्मल गाडीतिर साँझतिर पखाएर यस्तो भिडियो बनाउने गर्छु, तर यहाँहरूलाई मन पर्छ होला। र यहाँहरूको मनमा केही क्वेसनहरू र केही जिज्ञासाहरू सोध्न मन लागे कमेन्ट बक्स खाली छ, सोध्न सक्नुहुन्छ। म यहाँहरूको नहिचकिचाइ प्रश्नको उत्तर दिने कोसिस गर्नेछु। र कतिपय साथीहरू दुबई आउन चाहनुहुन्छ भने आउँदा हुन्छ। सेफ र सेक्युर कन्ट्री, एकदम रमाइलो नै छ। तपाईँले भनेअनुसारको नपाइए पनि मन बुझाउने खालको पेमेन्ट पाइ नै हाल्छ हैन। नेपालमा बेरोजगारीको मन्दीले गर्दा घर चलाउन हम्मे भएको धेरै दाजुभाइहरू हुनुहुन्छ, र तपाईँहरू आउन सक्नुहुन्छ खुल्लाखुलम हैन। र आउने मान्छे आइरहेको पनि छन्, र धेरै अगुवा फैलाइरहेको छ दुबईमा यस्तो हुन्छ उस्तो हुन्छ अनि यो त्यो भयो भनेर। यो सब अगुवा हो, केही भएको छैन। एकदम रमाइलो नै छ हैन। काम गर्ने गरिरहेछन् हैन, केही छैन साथीहरू। एकदम रमाइलो तरिकाले काम चलिरहेछ। हेर्न सक्नुहुन्छ मेरो पछाडिको यो माटो हो हैन, तर यो यहाँको माटो होइन कि, यहाँको यो बालु मात्रै हुन्छ यहाँ। र यहाँ यो माटो छ नि, यहाँ यो माटो छ नि जुन, यो अर्को कन्ट्रीबाट ल्याइएको हो क्या। हेर्नुहोस् त, त्यो अलगै छ, यो अलगै छ। तर विकसित भनेपछि नि भाइ, यो दुबई भनेपछि दुबई हो क्या हैन। राम्रो छ, सेक्युर छ, धेरै आफूलाई सुरक्षित महसुस गर्न पाइन्छ। तर यहाँको कानुन उल्लङ्घन गर्नु हुँदैन, यहाँको नियम उल्लङ्घन गर्नु हुँदैन है, यहाँको रुल तोड्नु हुँदैन। अनि रुलभित्र रहेर आफू इमान्दार रहेर आफ्नो इमान्दारितालाई पोखेर मेहनतलाई अनि सघाउने हो भने अवश्य एक दिन सफल भइन्छ भन्ने मान्यता राख्दछु म। र यहाँहरूको सोच त्यो यतापट्टि हाम्रो कम्पनीको गाडीहरू छ थुप्रै, हाम्रो बस्ने क्याम्प उतापट्टि छ है। र यतापट्टि पनि थुप्रै कम्पनीहरू बन्दैछन्, चालु छ, काम चालु छ। यहाँ पनि अब कम्पनी क्याम्पहरू बन्ने हो। अनि रमाइलो छ, उतापट्टि त रमाइलो देखिन्छ अलिकति हैन। यतापट्टि हेर्ने हो भने चारैतिर गाडीहरू छ, उतापट्टि धेरै गाडीहरू छ फेरि। यो सब हाम्रो कम्पनीको गाडीहरू हो। रमाइलो छ, कम्पनी राम्रो छ। अरू कुरा त यस्तै हो, स्यालेरी चाहिँ टाइममा दिन्छ है। स्यालेरी तपाईँको यस्तो टाइममा दिन्छ नि, 1 तारिकभन्दा 2 तारिक कहिले गएको छैन। 2 वर्ष कम्प्लिट भयो। योभन्दा के चाहियो? र अन्त जाने हो भने स्यालेरीको लागि घिचघिच होइन, केही छैन। 1 तारिक पुग्यो, तपाईँको स्यालेरी कार्डमा स्यालेरी टुब्लुक्क आइहाल्छ है। फेरि अब मेरो ड्युटी पनि सुरु हुन्छ एकैछिनमा, मैले ड्युटी पनि जानुपर्ने हुन्छ। र यहाँहरू कस्तो हुनुहुन्छ? आरामै हुनुहुन्छ होला हैन। अब त्यही हो, नेपालमा अब गुइठेले सताएकै छ। म त्यति राजनीतिक पक्षको मान्छे पनि होइन, अब त्यो हल्काफल्का भन्दैछ हैन। म स्वतन्त्र व्यक्ति। यस्ता छन् यहाँको गाडीहरू देखिन्छ, यस्तो छ, नजारा खुबसुरत छ। अनि गर्मी पनि अब जति एक्सपेक्ट गरिन्थ्यो गर्मी यति हुन्छ उति हुन्छ भने त्यति खास गर्मी पनि छैन है हामी बस्ने ठाउँतिर। यतातिर नर्मली राति त चिसो हुन्छ है फेरि हैन, त्यति साह्रो गर्मी पनि छैन। रमाइलो छ, काम गर्नेलाई, हात पाखुरा चलाउनेलाई रमाइलो छ, बिन्दास आराममा। ल भेटौँ अर्को भिडियोमा। अर्को भिडियोको लागि इन्तजार गरेर च्यानललाई सब्सक्राइब गरेर अगाडि बढ्नु होला। तपाईँहरूको भाइले न्यू भिडियो फेरि ल्याएर आउनेछ। तबसम्मको लागि बिदा दिनुहोस्। धन्यवाद।